त्यसैले म भन्न चाहन्छु इन्डियालाई अपरेसन सिन्दुर जस्तै एउटा मिसन नेपालको लागि पनि गरियोस्। भनेको मतलब चाहिँ बम बारुद मिसाइल हान्ने होइन, किनभने जनता त्यत्तिकै नै रोइ नै रहेको छन्, हामी अरू रुन सक्दैनौँ। यस्तो अपरेसन सिन्दुर गर्नुस् नेपालको लागि, नेपालका नेताहरूलाई सिन्दुर हालेर उहाँको बुहारी बनाएर लानुस्। हिन्दूहरूको रगत तात्तिने खालको कुरा छ, के हो जात भनेर सोधी सोधी गोली हानिएको छ त्यो घटनामा। र म हिन्दू हो भन्दाखेरि एउटा नेपालीले पनि ज्यान गुमाउनु परेको छ। बम बारुद आणविक हतियार हवाई फायरमा पुगिसकेको छ, तर हाम्रो नेताहरू भने हावा कुरा गर्न नै व्यस्त छन्। वीर गोर्खालीको सन्तान हो हामी, रगत तातो छ, उम्लिन्छ, तर के गर्नु, पहिला जस्तो स्थिति नै रहेन। अरू राष्ट्रहरू यति विकसित भएर गए कि अब तलबाट खुकुरी हल्लाएर हुँदैन, माथिबाट हवाई फायर हुन्छ। छिमेकी राष्ट्र युद्धमा होमिएको देख्दा के लाग्छ भने देश चलाउनको लागि उखान टुक्काले मात्र चल्दैन, देश चलाउन भावी योजना हुनुपर्छ। मलाई लाग्छ भोलि कुनै विकसित राष्ट्रले नेपालमाथि आक्रमण गर्न खोज्यो भने नेपालमा सिर्फ हवाई फायरको नाममा आकाशमा चरा र काग मात्र देखिन्छ, अरू केही पनि देखिन्न। यस्तो देश हो, राजनीतिमा यति सक्रिय देश हो र भ्रष्टाचारमा यति सक्रिय देश हो कि कुनै काठमाडौँ जस्तो राजधानीमा आगो लागि भयो भने पनि दमकल 1 घण्टा ध्वस्त भएपछि, आगोले बिल्डिङ ध्वस्त बनाएपछि मात्र पुग्छ। के अरे छिमेकी राष्ट्रको यस्तो युद्ध देख्दा अपरेसन सिन्दुर जस्तो वार देखेर नै नेपाली नेताहरूको खुट्टा काम्छ। सामना गर्न त खोलित्तै हो क्या। इन्डियाले देखाएको एक्सनको रियाक्सन र हाम्रा गोर्खाली दाजुभाइ जुन इन्डिया आर्मीमा कार्यरत हुनुहुन्छ, नमस्कार। यदि तपाईहरू नेपाली हो भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियो मन पर्यो भने अन्तिमसम्म हेरेर लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब त मैले पहिल्यै भनिहालेँ, शेयर गरिदिनु होला है। म तपाईहरूलाई आज यस्तो तितो तर सत्य कुरा भन्न जाँदैछु जुन कुरा सुन्दाखेरि तपाईँको रगत उम्लिन सक्छ, तपाईँलाई रिस उठ्न सक्छ। म प्रति होइन है, नेपालका नेताहरूप्रति, कि हाम्रा देशलाई उनीहरूले कस्तो स्थितिमा राखेका छन्। इन्डिया र पाकिस्तान बीचको लडाई त तपाईहरूले सुनि नै रहनु भएको छ होला हैन, नसुन्ने कुरै भएन। देश विदेश प्रख्यात छ, लडाई भइरहेको छ, द्वन्द्व होला जस्तो छ, आणविक हतियारहरू युज होला जस्तो छ भन्ने कुराहरू चलिरहेको छ। यो जनचासोको विषय नै हो, किनभने छिमेकी राष्ट्र भारत, हामी नेपालमा छौँ र पाकिस्तान र भारतको लडाई हुँदाखेरि त्यहाँ भएका बम बारुद गोला जे पनि चिज छ त्यसका नेगेटिभ इम्प्याक्ट नेपालमा पर्न सक्छ। किनभने आणविक हतियार विस्फोट हुनु भनेको यस्तो भाइरस हो, त्यो यस्तो रसायन हो जुन चिजले मानव स्वास्थ्यमा कहिले पनि राम्रो गर्दैन है। अनि तपाईहरूलाई एउटा कुरो थाहा छ कि छैन, त्यो आतंकवादी हमलामा नेपालबाट घुम्न गएका जुन हिन्दू प्रति आक्रोश त्यो पाकिस्तानी आतंककारीहरूले देखाएको बेलामा नेपालबाट घुम्न गएका नेपालीले पनि ज्यान गुमाउनु पर्यो। यो कुरा म तपाईलाई थाहा छैन भने पनि जानकारी गराउन चाहे। यसको मतलब के हो? यसको मतलब हो त्यो हमला, त्यो घटना भारतको लागि मात्र नभएर नेपालको घटना पनि हो। किनभने ज्यान एक होस् या अनेक, ज्यान ज्यानै हो, ज्यान गएको नेपाली नै हो। तर हाम्रो सरकार, हाम्रो राष्ट्रका नेताहरूले हाम्रो देशलाई त्यो हैसियतमा पुर्याएकै छैन कि पाकिस्तानलाई एउटा सानो वार्निङ पनि दिन सकोस्। यो विषयमा हाम्रो नेपाल चुप छ। इन्डियाले केही न केही गरेर देखाइ नै रहेको छ, धम्की दिइ नै रहेको छ। अनि पाकिस्तानबाट भएको आतंककारी हमलाको जवाब इन्डियाले यसरी दियो। अपरेसन सिन्दुरको नाम दिएर पाकिस्तानमा रहेको धेरैवटा आतंककारी अड्डा, त्यो घटना घटेको
केही समय नबित्दै केही दिन नबित्दै इन्डियाले यसरी मिसन बनाएर उडाइदियो कि हामी एउटा विकसित राष्ट्र हो र हामीमा केही क्षमता छ भनेर उनीहरूले देखाइएको छ, देखाइदिएको छ। त्यो देख्दा नेपालीले ज्यान गुमाएको घटनामा र इन्डियन नागरिकले त ज्यान गुमाउने नै भए, किनकि हिन्दूहरूको रगत तात्तिने खालको कुरा छ। के हो जात भनेर सोधी सोधी गोली हानिएको छ त्यो घटनामा। र म हिन्दू हो भन्दाखेरि एउटा नेपालीले पनि ज्यान गुमाउनु परेको छ। र त्यसरी भारतले इमिडिएटली एक्सन लिँदाखेरि कतै न कतै नेपाली जनताप्रति सेटिस्फ्याक्सन लेभल हैन, सन्तुष्टि मिलेको छ त्यो घटनाले। यो देखिरहँदा दुनिया बम बारुद आणविक हतियार हवाई फायरमा पुगिसकेको छ, तर हाम्रो नेताहरू भने हावा कुरा गर्न नै व्यस्त छन्, हावा कुरामा नै रोमल्लिरहेका छन्। कहिले कुर्सीको चिन्ता त कहिले कार्यकर्ताको चिन्ता, कसरी पाल्ने, कसरी मालामाल हुने, कताबाट भ्रष्टाचार गर्ने। यस्तो घटनाहरू तपाईको नहोला भन्न सकिन्न। घटना भनेको सानो होस् या ठुलो होस् त्यसले निम्ताउने परिणाम भनेको नराम्रो नै हुन्छ। त्यसैले कुनै न कुनै दिन नेपाललाई पनि कुनै देशले हमला नगर्ला भन्न सकिन्न। के छ त हाम्रो देशमा त्यसको विकल्प? त्यो विरुद्ध लड्ने विकल्प के छ? त्यो देश, हाम्रो देश यस्तो छ, हवाई फायर चल्यो यदि भने एउटा ठीक छ, वीर गोर्खाली हामी, वीर गोर्खाली सेना, वीर गोर्खाली हैन, ठीक छ, खुकुरी हो, तर सुन्दा सत्य कुरा हो, तर मान्छेलाई तितो लाग्न सक्छ, किनभने सत्य पच्दैन। अब अहिलेको जमाना भनेको खुकुरी नचाउने जमाना छैन, माथिबाट हवाई फायर हानिदिन्छन्। र त्यस्तो भयो भने मलाई जहाँसम्म लाग्छ हाम्रो देशमा सिर्फ आकाशमा कागहरू मात्र उड्छ, चराहरू मात्र उड्छ, हवाई फायर देख्न पाइँदैन। 10 मिनेटमा कुनै विकसित राष्ट्रले चाह्यो भने नेपाल कब्जा हानिदिन्छ। खोइ त। त्यसैले म भन्न चाहन्छु इन्डियालाई, अपरेसन सिन्दुर जस्तै एउटा मिसन नेपालको लागि पनि गरियोस्। भनेको मतलब चाहिँ बम बारुद मिसाइल हान्ने होइन, किनभने जनता त्यत्तिकै नै रोइ नै रहेको छन्, हामी अरू रुन सक्दैनौँ। यस्तो अपरेसन सिन्दुर गर्नुस् नेपालको लागि, नेपालका नेताहरूलाई सिन्दुर हालेर उहाँको बुहारी बनाएर लानुस्, किनभने नेपालको केही काम आइरहेको छैनन्, उता भाँडा मोल्न र पोछा लाउने काम त आउँछन्। खैर, यसरी छिमेकी राष्ट्र युद्धमा होमिएको देख्दा के लाग्छ भने देश चलाउनको लागि उखान टुक्काले मात्र चल्दैन, देश चलाउन भावी योजना हुनुपर्छ। भोलि जे पनि हुन सक्छ, दंगा फसाद। के छ त हाम्रो नेपालमा भावी योजना? मलाई लाग्छ भोलि कुनै विकसित राष्ट्रले नेपालमाथि आक्रमण गर्न खोज्यो भने नेपालमा सिर्फ हवाई फायरको नाममा आकाशमा चरा र काग मात्र देखिन्छ, अरू केही पनि देखिन्न, किनभने नेपालमा त्यस्ता भावी योजना नै छैनन्। किनभने नेपाल भनेको यस्तो देश हो, राजनीतिमा यति सक्रिय देश हो र भ्रष्टाचारमा यति सक्रिय देश हो कि कुनै काठमाडौँ जस्तो राजधानीमा आगो लागि भयो भने पनि दमकल 1 घण्टा ध्वस्त भएपछि, आगोले बिल्डिङ ध्वस्त बनाएपछि मात्र पुग्छ, अझ पानी कम लिएर पुग्छ। दोहोऱ्याइ त्यही एउटा दमकल पानी भर्दै जानुपर्छ राजधानी जस्तो ठाउँमा त। भने कहाँको हवाई फायर, कहाँको के? त्यही भएर ठिक छ, वीर गोर्खालीको सन्तान हो हामी, रगत तातो छ, उम्लिन्छ, तर के गर्नु, पहिला जस्तो स्थिति नै रहेन। अरू राष्ट्रहरू यति विकसित भएर गए कि अब तलबाट खुकुरी हल्लाएर हुँदैन, माथिबाट हवाई फायर हुन्छ। अनि यस्तो घटनाहरू देखेर के अरे छिमेकी राष्ट्रको यस्तो युद्ध देख्दा, अपरेसन सिन्दुर जस्तो वार देखेर नै नेपाली नेताहरूको खुट्टा काम्छ। सामना गर्न त खोलित्तै हो क्या, मैले अघि पनि भने होला, यस्तै छ गाइज। तर तपाईहरुलाई म के भन्न चाहन्छु भने यस्तो परिस्थिति, यस्तो स्थितिमा इन्डियन होस् या नेपाली होस्,
कुनै आतंकवादीले आएर गोली हानेर मार्नु भनेको राम्रो चिज होइन। आतंककारी काम, आतंक फैलाउनु भनेको कुनै पनि देशको लागि राम्रो नै होइन। र इन्डियाले देखाएको एक्सनको रियाक्सन र हाम्रा गोर्खाली दाजुभाइ जुन इन्डिया आर्मीमा कार्यरत हुनुहुन्छ उहाँहरूलाई र सम्पूर्ण इन्डियन आर्मीलाई यो साहस देखाइरहनु भएको छ। उहाँहरूले सायद 2-4 वटा मिडियाबाट यो पनि सुन्न आएको छ भने यो युद्धमा पूर्ण विराम लागिसकेको छ, तर यो चिज त्यतिकै रोकिनेवाला छैन। इन्डिया पाकिस्तानको आजको होइन यो हुन चाहिँ। त्यसैले रोकिएको राम्रो, युद्ध भएको त राम्रो त हुँदै होइन, तर पनि युद्ध भए पनि नडराएर निडर भएर खटिएका हाम्रा गोर्खाली सैनिक, इन्डियन आर्मी सबैमा र यो अपरेसन सिन्दुर जस्तो नाम दिएर पाकिस्तानी आतंकवादीहरूलाई धुल चटाउन सफल भएकोमा चाहिँ सम्पूर्ण इन्डियन आर्मी फोर्स र गोर्खाली सेनालाई सल्युट भन्न चाहन्छु। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो।